नमस्ते सबैजनालाई। आज चाहिँ हामी यहाँबाट कोइलघारी छुर्गा लगाउन जाँदैछ। यो चाहिँ हाम्रो करण्डा गाउँको केटाहरूले अब छुर्गा लगाउन जानुभन्दा पहिला गाउँमा नै एकैछिन लगाएर जाने रीतिरिवाज भएको कारणले बजाएर आज चाहिँ हामी केटाहरू है यो मेन हाइवे अनि त्यहाँबाट चाहिँ हामी यता लागेपछि चाहिँ हामी कोइलघारीतिर जान्छौँ है। यो बाटो अप्रोच छ यहाँबाट 1 किलोमिटर माथि चाहिँ कोइलघारी। ल ल ल ल वेलकम छ है, वेलकम छ है तपाईँहरूलाई। वेलकम छ है, वेलकम सजालु। वेलकम छ है, वेलकम सागर के छ? ठिक छ? नमस्ते नमस्ते टिका लाएर दिनु अहिले चाहिँ हामी कोइलघारी आइपुगे। हाम्रो केटाहरूलाई स्वागत गरेको छ सबैजना। अब तम तयारको साथ बसिरहेको छ। हामी केही भन्नु छ? रमाइलो खुसी गरेर भइरहेछ होइन। हामी आयो कोइलघारी भन्ने ठाउँ इच्छेकामना गाउँपालिका। नमस्कार है। कोइलघारी पहिला गाविस कुन हो? राहानी गाविस। अहिले इच्छेकामना स्वयंसरले हामी छुर्का लगाउनको लागि रीतिरिवाज गुरुङ संस्कृतिलाई जगेर्ना गर्नको लागि भनेर शहीद लखन गाउँपालिका वार्ड नम्बर 3 बाट इच्छेकामना गाउँपालिका यो कोइलघारी अहिलेको समयबाट गोर्खाबाट कति दिन लाग्यो हिँडेर आउँदा? बनेर आएन।
के हुँदैछ यो हुनुपर्ने छ र अघि नै धुलो लाग्यो बिचरा धुलो पनि नि अलि त्यस्तो भयो कि अरू नै अम्बरी सर्न जानु पर्यो कस्तो लिरिकै पऱ्यो भिजेछ तिम्रो बुढा मान्छेलाई धेरै माया नगरेर हेलो गुड मर्निङ काउले आज चाहिँ डे 2 आज हामी दिनभरि यहीँ बसेर रमाइलो गर्नेछ है र आज चाहिँ सबैजना हाम्रो साथीभाइ मासु चना एभ्रिथिङ एभाइलेबल एभ्रिथिङ ब्रेकफास्ट अनि त्यसपछि हल्का रमाइलो गरिन्छ यो चाहिँ मेरो है एउटा हड्डीवाला कोही मान्छेले हालिदियो भने हाले त होइन भने दामी दामी यो हो नि त यो हो कि मर्निङ नास्ता इट्स टाइम टु ब्रेकफास्ट नुन है नुन तिमी बस्ने होइन बस्छ न है डे 2 है हाम्रो चाहिँ नमस्ते ओहो गुड मर्निङ है सबैजनालाई दर्शन नमस्ते हामी लानु त लाथु पाहुना भन्नु हो कि ज्वाइँ ज्वाइँ भाइस कन्ट्रोलले सुत्नु दिने सुत्ने
भन माया लाउँछ कि लाउँदैन सानो सानो स्वर गाइदिनु सानो सानो मात्रै अब त सबै आउँछ यहाँ सानो तैको मायालाई भुल्दैन अरे आइरहन पाउँदैन आइरहन पाउँदैन सानो भन माया लाउँछ कि लाउँदैन घुम्दै आयो पुलमा भमरा सानो हृदयको मायालाई भुल्दैन नमस्ते काजालो ढुम्पिया हामी चाहिँ अब कोइलघारीमा आएर रमाइलो गऱ्यौँ है रमाइलो गरिसकेपछि यहाँ धेरै कुराहरू उहाँहरूलाई केही अब खर्च गरेको अनुसार केही सहयोग होस् भनेर हामी चाहिँ हल्का रकम उठाउने प्रयास गर्दैछु ल त्यसको लागि अब हामी सबै मिलेर उहाँलाई पनि केही घाटा नहोस् उहाँहरूले दुःख गरे अनुसार भनेर हामीले सोच्दैछौँ यो चाहिँ हामीले बत्ती बालेर दिने चलन छ हाम्रो यो कोडा चुड्काको दियोमा बत्ती बलिसकेको छ उहाँहरूसँग हामी एउटा अब हामीले चाहिँ जस्तो गरे पनि गल्ती भयो माफ पाऊँ भनेर हामीले चाहिँ उहाँहरूसँग बिदा माग्नु भयो भन्छ है त लैलासम्म आएर एकछिन वेट गर्नु ओके छ त वेट गरौँ त वेट गरौँ गयो अब लगभग हामी यहाँबाट बिदाबाजी लाग्दैछ यो हाम्रो ग्रुप कल्चरको है कोडा सुर्का हो तर समय चाहिँ बर्खामा लगाइन्थ्यो यसपालि चाहिँ अलिकति चाँडै हामी यसो रमाइलो गरौँ गेट टुगेदर गरौँ भनेर अलिकति रमाइलो गर्नु मात्रै हो वास्तवमा भनेको बर्खामा चाहिँ सात साउनमा लगाइन्छ सबैको समय मिलेको भएर
ल यसो हो कि सुन सोल्टिनी